सो हेलो एभ्रिवान, आजको यो भिडियोमा हामीले 2020 फलमा सोधिएको मोमेन्ट डिस्ट्रिब्युसनल क्वेसन सल्भ गर्न गइरहेका छौँ। र यो क्वेसनमा हेऱ्यो भने हामीसँग दुईटा फिक्स सपोर्ट रहेको छ है, हामी यहाँ हेर्न सक्छौँ। हामीसँग ए भन्ने र ई भन्ने दुईटा फिक्स सपोर्ट छ भने यो डी भन्ने के हो त हिन्ज सपोर्ट रहेको छ है। र यसमा हामीसँग 40 किलोन्युटनको पोइन्ट लोड छ, 60 किलोन्युटनको पोइन्ट लोड अप्लाई भएको छ भने 10 किलोमिटर पर न्युटनमा के छ त हामीसँग युडिएल अप्लाई भएको छ। अब हामीलाई यसको सोल्भ गर्नुपर्ने छ, मोमेन्ट निकाल्नु पर्ने छ। र क्वेसनमा हेर्न सक्छौँ हामीले एनालाइज द फलोइङ फ्रेम युजिङ मोमेन्ट डिस्ट्रिब्युसन भनेको छ है। त्यसपछि ड्र बेन्डिङ मोमेन्ट डायग्राम पनि भनेको छ। सो हामीले पहिला के गर्ने हो, जस्ट मोमेन्ट निकाल्नु पर्यो अनि बेन्डिङ मोमेन्ट डायग्राम ड्र गर्नु पर्यो। सो अहिलेसम्म हामीले 4वटा भिडियो क्वेसनहरू गरेका छौँ पास्टमा सोधेका, अनि 15देखि 15, 16, 17, 18को पास्टका क्वेसनहरू सबै हामीले गरेका छौँ है। र यो 2020को फलको क्वेसन रहेको छ। सो यसको लागि हामीले 3वटा स्टेप्सहरू फलो गर्नुपर्छ भन्ने कुरा हामीले अघि नै देखिसकेका छौँ। पहिलो के हुन्छ त, पहिलोमा हाम्रो फर्स्ट स्टेपमा हामीले फिक्सिङ मोमेन्ट क्यालकुलेसन गर्छौँ। सो फर्स्ट स्टेपतिर जाउँ। त्यसपछि अर्को स्टेपमा हामीले डिस्ट्रिब्युसन टेबल बनाउँछौँ। र थर्ड स्टेपमा हामीले मोमेन्ट डिस्ट्रिब्युसन टेबल बनाउँछौँ है। सो 3वटा स्टेपमा हामीले क्यारी आउट गर्नेछौँ। सो पहिलो स्टेपतिर हामी जाउँ। पहिलो स्टेप हाम्रो के हो त, फिक्सिङ मोमेन्ट क्यालकुलेसन गर्ने। सो यो क्वेसनमा हामीले हेर्न सक्छौँ है, हामी फिक्सिङ मोमेन्ट हाम्रो स्लोप डिफ्लेक्सनमै हुन त हामीसँग सर्टेन फर्मुलाको लिस्ट थियो, त्यो फर्मुला अप्लाई गरेर सिधै हामीले फिक्सिङ मोमेन्ट क्यालकुलेसन गर्न सक्छौँ। सो पहिला हामीले एबीको लागि क्यालकुलेसन गरौँ, फिक्सिङ मोमेन्ट फर एबी। यो एबी देख्न सक्छौँ हामीले, यो एबीको लागि गरौँ। सो यहाँ पोइन्ट लोड छ। सो एबीको लागि के फर्मुला हुन्छ त, पिएबी स्क्वायर बाई एल स्क्वायर, पिएबी स्क्वायर बाई एल स्क्वायर फर्मुला हुन्छ। एदेखि बी लेफ्टबाट लियो भने माइनस, अनि बीदेखि ए गऱ्यो भने प्लस। सो पी भनेको 40 राख्यो। ए भनेको एदेखि बी गइरहेको छ भने एदेखि पोइन्ट यहाँसम्मको डिस्टेन्स यो ए भयो, यो बी भयो। ए भनेको 6 भयो, बी भनेको 3 भयो, बी स्क्वायर भनेपछि 3 स्क्वायर बाई एल स्क्वायर। एल भनेको टोटल 6 + 3 9 स्क्वायर भयो। सो कति भयो त, -26.67। अब फर्मुला यही हुन्छ है, बिए निकाल्दाखेरि है, मोमेन्ट बिए निकाल्दाखेरि फर्मुला के हुन्छ त, यसमा प्लस चेन्ज हुन्छ। एबी स्क्वायर थियो नि, अब ए स्क्वायर बी हुन्छ क्या, त्यति हो। अब एमा स्क्वायर हाल्नु पर्यो। सो 40 को 40 भयो। ए भनेको हाम्रो के हो त, 6 हो नि त, त्यही भएर के भयो त 6 स्क्वायर भयो क्या। हेरौँ न, 6 स्क्वायर भएको। अनि ए स्क्वायर बी भनेको 3, त्यही भएर 3 भयो बाई एल स्क्वायर 9 को गर्दा कति आयो त 53.33। तर राइटबाट लेफ्ट लिँदाखेरि जहिले प्लस लिनु हो, यो प्लस भ्यालु भयो, अघिको माइनस थियो किनभने लेफ्ट टु राइट गइरहेका थियो। अब बीदेखि सीको लिनु पर्यो, बीदेखि सी। बीबाट लियो भने के लिनु पर्यो त, माइनस लिनु पर्यो। सो माइनस आयो। फेरि त्यही अघिको फर्मुला पिएबी स्क्वायर बाई एल स्क्वायर। सो पी भनेको 60, ए भनेको 3, बी भनेको 5, यो 5। सो 5 को स्क्वायर बाई एल भनेको टोटल 3 + 5 8 स्क्वायर गर्दा -70.31 आयो। अब सीदेखि बी गइरहेका छु, राइट टु लेफ्ट भनेपछि के हुने भयो त, प्लस हुने भयो। फर्मुलामा के चेन्ज आयो त, अब ए स्क्वायर बी हुने भयो। 60, ए भनेको 3 स्क्वायर, बी भनेको 5 अनि एल भनेको 5 + 3, सो 42.187। त्यसै गरी सिडीको लागि लियो भने है, सिडीमा के हो त, हाम्रो युडिएल छ। सो सिधै युडिएलको फर्मुला हामीले के लगाउन पर्यो त, -WL स्क्वायर बाई 12। यो लेफ्टबाट लिएको लागि, राइटबाट लियो भने WL स्क्वायर बाई 12 मात्रै हुन्छ, लेफ्टबाट लियो भने त्यही भएर माइनस भएको। डबल भनेको कति हो त 10, सो 10। एल भनेको कति हो 8, सो 8 बाई 12 गर्दा कति आयो त -53.33 आयो। अब त्यसै गरी हामीले सिडी लियो, अब डिसी लियो भने के हुन्छ त, त्यसमा प्लस भ्यालु लिने हो होइन, फर्मुला यही हुन्छ, यहाँ प्लस आउनु हो। सो सेम भ्यालु आउँछ, केही चेन्ज हुनु भएन। सो 53.33 किलोमिटर भयो। अब लास्ट सीको लागि हामीले हेरौँ। सो सीको लागि हामीले हेऱ्यो भने है, हामीले सीको लागि हेऱ्यो भने कति छ त,
त्यही फर्मुला लगाउनु पर्यो PAB स्क्वायर बाई L स्क्वायर सो P भनेको 40 A भनेको 3 भयो B भनेको यो 6 भयो बाई L स्क्वायर 6 + 3 गरेर 9 स्क्वायर भयो कति आयो त -53.33 अब C छ अब सेम त्यसै गरी EC को लागि निकाल्यो भने है यताबाट यता गयो भने के भयो त यो A स्क्वायर B हुने भयो क्या अनि यहाँ प्लस हुने भयो सो प्लस P भनेको 40 A भनेको 3 त्यही भएर 3 स्क्वायर B भनेको 6 यो लेफ्ट राइट भएको त्यसले केही फरक परेन बाई L स्क्वायर 9 स्क्वायर गर्दा कति आयो त 26.67 सो यसरी के गरेर हामीले सबैको फिक्स्ड मोमेन्ट क्याल्कुलेसन गर्यो अब हाम्रो सेकेन्ड स्टेप भनेको के हो त क्याल्कुलेसन अफ डिस्ट्रिब्युसन फ्याक्टर सो डिस्ट्रिब्युसन फ्याक्टरतिर जाउँ अनि डिस्ट्रिब्युसन फ्याक्टरमा मैले होइन अघिको भिडियोमा नि धेरैचोटि भनेको छु फेरि भनिरहेको छु है हामीले जहिले दुईवटा फर्मुला युज गर्थ्यौँ हामीले जहिले फर्मुला कुन युज गर्ने हो त 4EI/L जहिले यही फर्मुला युज गर्छु तर कहिले काहीँ है कुन युज गर्छु त 3EI/L यति फर्मुला युज गर्नु पर्यो यो फर्मुला कुन केसको लागि हो त हाम्रो जहाँ हामीले यो हिन्ज हेर्छु वा रोलर सपोर्ट हेर्छु त्यहाँ हामीले 3EI/L लगाउने हो अरू सबैमा चाहे त्यो फिक्स होस् चाहे त्यो इन्टरमिडिएट होस् बिचको होस् हामीले के गर्छौँ त 4EI/ नै अप्लाई गर्छौँ सो भनेपछि अहिले केसमा हेरौँ त अहिले हामीले के अप्लाई गर्नुभयो त हामीसँग सपोर्ट भनेको एउटा मात्रै यो हिन्ज छ अरू सबैमा हेर्यो यो फिक्स छ यो सबै इन्टरमिडिएट छ सो अरू सबैमा के हुने भयो त 4EI/L जहिले अप्लाई गर्ने हो 4EI/L जहिले अप्लाई गर्ने हो एउटा मात्रै कुनमा अप्लाई गर्ने भयो त CD को लागि हामीले कुन अप्लाई गर्नुपर्ने भयो त 3EI/L 4 को ठाउँमा 3EI/L अरू सबमा 4EI/L भेरी सिम्पल सो अरू केही गर्नु परेन हामीले जस्ट हामीसँग जोइन्ट भएको के हो त बिचको इन्टरमिडिएट जोइन्ट पहिला लेख्छौँ हामीले सो हामीसँग भएको B र C जोइन्ट छ त्यही भएर लेख्यो अब B सँग कनेक्ट भएको दुईटा मेम्बर छ सो BA र BC लेख्यौँ हामीले C सँग कनेक्ट भएको तीनटा मेम्बर छ CB CD र C हेरौँ त फिगरमा हेरौँ त B सँग कनेक्ट भएको मेम्बर कति छ त एउटा BA र एउटा BC यो C सँग कनेक्ट भएको एउटा दुईटा र तीनटा मेम्बर छ क्या सो जुन कनेक्ट भएको छ त्यो मेम्बर हामीले लेख्यौँ पहिला है सो त्यो मेम्बर भयो अब हामीले के गर्नु पर्यो त डिस्ट्रिब्युसन फ्याक्टर के निकाल्नु पर्यो के भनेको मैले के भने त 4EI/L हो क्या जहिले फर्मुला है तर जहाँ हिन्ज छ त्यहाँ माथि के भएको त CD भने हिन्ज थियो होइन CD यहाँ हेरौँ न हामीले हिन्ज छ त्यही भएर हिन्जको सपोर्टमा के भयो त 3EI/L भएको हो त्यति अरू केही होइन अरू सबमा 4EI/L भएको अब BA को लागि हेरौँ BA को लागि कति छ त 80EI/9 भनेपछि L को भ्यालु 9 हो अनि EI को भ्यालु त्यहाँ 2 दिएको छैन त 4 इन्टु यस्तो गर्यो कि हामीले फर्मुला यो हो 4 को ठाउँमा 4 अब EI को भ्यालु कति 2EI दिएको हो क्या त्यहाँ त्यही भएर के लेख्यौँ त हामीले 2EI/L L भनेको 9 सो 4 इन्टु 2 भनेको 8EI/9 भयो कति भयो 0.88EI है त्यसै गरी अर्कोमा BC को लागि हेऱ्यो भने त्यहाँ 4EI को भ्यालु EI नै दिएको छ हेरौँ न हेरौँ त यहाँ हेर्न सक्नुहुन्छ A देखि B को लागि हाम्रो 2EI दिएको छ B देखि C को लागि EI मात्रै छ है अनि C देखि E को लागि 2EI छ अनि C देखि D को लागि अनि केही दिएको छैन भने EI मात्रै भयो है अब चेन्ज के केमा यहाँ 2EI छ यहाँ 2EI छ यो दुईटामा डबल हुने भयो क्या 4EI भनेको 80EI हुने भयो त्यसपछि अरू भ्यालु हामीले केही चेन्ज गर्दैनौँ यसमा सेम राख्छौँ सो हामीले के गर्ने भयो त त्यही अनुसारले EI को भ्यालुको ठाउँमा हामीले 2EI छ भने 2EI राख्ने भयो है यो दुईटाको लागि 2EI राखेर 8EI हुने भयो यहाँ 2EI छ यहाँ 2EI छ अरू सबै ठाउँमा EI नै हुने भयो अनि CD को लागि C देखि D को लागि के हो त हाम्रो यहाँ हिन्ज छ त्यही भएर 3EI/L अप्लाई भएको भन्ने कुरा बुझ्नु पर्यो है त्यसै गरी अरू सपोज यहाँ पनि हिन्ज भइदिएको भए हाम्रो CE पनि कति हुन्थ्यो त 3EI/L के को फर्मुला हामीले लगाएको थियो यहाँ पनि हिन्ज भएको भए हामीले BA को लागि पनि के गर्थ्यौँ 3EI/L अप्लाई गर्थ्यौँ तर अहिले फिक्स छ त्यही भएर हामीले सबैमा 4EI/L अप्लाई गरेको द्याट्स इट अरू केही होइन सो हाम्रो के भयो त यो पनि 80EI भयो 8 पनि 80EI भयो किनभने EI को ठाउँमा 2EI राख्यो सो यो गर्दा कति आयो त L तलको L हो है त्यो टोटल भ्यालु भनेको 9 थियो 8 थियो 8 8 9 थियो त्यो राख्यो
अब समेसन गर्नु पर्यो। समेसन निकाल्नको लागि बीसँग रिलेटेड मेम्बर यो दुईवटा छ, त्यही भएर यो दुईवटालाई सम गर्नु पर्यो। सीमा जोइन्ट 3टा छ, यो 3टालाई जोड्नु पर्यो। अब डिस्ट्रिब्युसन फ्याक्टर हामीलाई चाहियो भने के बाई समेसन के गर्छौँ, के भनेको यो जुन भ्यालु छ यसलाई हामीले के गर्नु पर्यो त हामीले के गर्ने त योले डिभाइड गर्नु पर्यो। सो हामी यति पायौँ। त्यसै गरी अब हामीले यो भ्यालुलाई के गर्नु पर्यो, यसले डिभाइड गर्नु पर्यो। हामी कति पाउँछौँ त यो भ्यालु हामीले पाउँछौँ। अब यो भ्यालुलाई हामीले यो समेसन केले डिभाइड गर्दाखेरि यति पायौँ हामीले। सिमिलरली यसले डिभाइड गर्यो भने यो पाउने भयो। यो भ्यालुलाई यसले डिभाइड गर्यो भने हामीले यो भ्यालु पाउने भयो। सो यसरी के गर्यो त हामीले डिस्ट्रिब्युसन फ्याक्टर गर्यो। यति गर्यो भने तपाईँले 5 मार्क्स पाउनुहुन्छ है। फिक्स इन मोमेन्ट क्यालकुलेसन गरेको र यो गरेको हामीले के गर्यौँ, जस्ट फर्मुलाइज गर्यो, 5 मार्क्स तपाईँले पाइहाल्नुहुन्छ। त्यही भएर छोड्ने होइन, इक्जाममा आयो भने लेख्ने हो सबै। अब थर्ड स्टेप हामी जान्छौँ मोमेन्ट डिस्ट्रिब्युसन टेबल है। सो यसको लागि के होइन, सबभन्दा सुरुमा जोइन्ट लेख्ने, त्यसपछि मेम्बर, जोइन्ट र मेम्बर। जोइन्ट के थियो त हामीसँग सबै जोइन्ट लेखिहाल्ने। जोइन्ट ए छ हामीसँग है, जोइन्ट बी छ, जोइन्ट सी छ, जोइन्ट ई छ र जोइन्ट डी छ है। हामी सबै जोइन्ट लेखिहाल्ने। यहाँ सी पछि डी लेखे पनि हुन्छ, ई लेखे पनि हुन्छ, कुरा एउटै, केही फरक छैन, त्यसमा कन्फ्युज हुने धेरै कुरा छैन। त्यसपछि एबाट हामीसँग मेम्बर के हो त, एमा एबी मेम्बर हो है। बीको लागि हेर्ने हो भने बीमा बीए र बीसी मेम्बर हो। सीको लागि हेर्ने हो भने सीसँग रिलेटेड हामीले सीबी र सीई र सीडी 3टा मेम्बर रहेको छ। ईमा एउटा इसी भयो, डीमा डिसी भयो। यति के भयो त हामीसँग मेम्बरहरू जोइन भएको छ। सो मेम्बर हामीले लेख्यो। अब सबैको डिस्ट्रिब्युसन फ्याक्टर लेख्छौँ है। अब एदेखि बीलाई हेऱ्यो भने है, एदेखि बीमा के छ त फिक्स छ। एदेखि बीमा हेरौँ त हामीले, म यहाँ देखाउँछु है एकछिन। ओके, सो अब डिस्ट्रिब्युसन फ्याक्टरको केसमा हामीले हेऱ्यो भने एदेखि बीमा हेऱ्यो भने डिस्ट्रिब्युसन फ्याक्टर कति हुन्छ त, एदेखि बीको लागि हाम्रो 1 हुन्छ। किन हुन्छ भन्दाखेरि एदेखि बीमा के छ त हाम्रो, एकछिन पखाउँ है। अब हेऱ्यो भने एबी भनेको के हो त, हामीसँग फिक्स छ। फिक्सको डिस्ट्रिब्युसन फ्याक्टर कति हुन्छ त, 0 हुन्छ। अनि इसी भनेको हेऱ्यो भने यो पनि फिक्स हो, त्यही भएर यसको पनि 0 हुन्छ। अनि डिसी हेऱ्यो भने हामीले डिसीमा कति छ भन्दाखेरि डिसीमा हिन्ज छ, त्यही भएर 1 भयो। अहिले हेरौँ त, जहाँ जहाँ हिन्ज हुन्छ त्यसलाई डिस्ट्रिब्युसन फ्याक्टर 1 राख्ने है। त्यो बाहिरको केसमा अरू सबै त हामीले क्यालकुलेसन गरेको छौँ, जे छौँ त्यही राख्छौँ। तर बाहिरको केसमा हामीले के राख्नु पर्यो, 0 र 1 राख्नु पर्यो। हेरौँ त पहिला एकछिन। हामीले अहिले हेऱ्यो भने है, पहिलो केसमा हामीले यो फिगरलाई हेऱ्यो भने यो बिचको केसमा, इन्टरमिडिएटको केसमा त हामीले यो जुन क्यालकुलेसन गर्यो टेबलबाट त्यही भइहाल्यो। तर यो जुन इन्ड पोइन्ट छ नि, इन्ड पोइन्टबाट भित्र हेर्दाको केसमा के हुन्छ त, फिक्स छ भने हाम्रो डिस्ट्रिब्युसन फ्याक्टर 0 हुन्छ है। यहाँबाट भित्र हेऱ्यो भने इसीको लागि 0 हुने भयो। त्यसै गरी एबीको लागि पनि डिस्ट्रिब्युसन फ्याक्टर 0 हुने भयो। तर यहाँ हिन्ज छ, हिन्जबाट भित्र हेऱ्यो भने त्यसको डिस्ट्रिब्युसन फ्याक्टर जहिले कति हुन्छ त, 1 हुन्छ। हिन्ज रोलर छ भने डिस्ट्रिब्युसन फ्याक्टर 1, यो बाहिरको केसमा इन्डको केसमा। अनि भित्रको केसमा कति हुने भयो त, जुन हाम्रो टेबलबाट क्यालकुलेट गर्छौँ त्यही लेख्छौँ है, त्यो चाहिँ बुझ्नु पर्यो। सो हेरौँ त, डिसीको लागि कति हुने भयो डिस्ट्रिब्युसन फ्याक्टर 1, अरू सबैको लागि के हुने भयो त 0 हुने भयो। सो डिसीको लागि डिस्ट्रिब्युसन फ्याक्टर हाम्रो कति भयो त 1 भयो। यो टेबलमा यहाँ 1 लेखौँ है, सजिलो हुन्छ बुझ्नको लागि। यो हाम्रो 1 हो। अरू सबैमा के छ त, एबीमा 0 भयो, इसीमा के भयो त हाम्रो 0 भयो। किनभने दुईटै मेम्बर हाम्रो फिक्स छ। फिक्समा के हुन्छ त, इन्ड पोइन्टबाट हेऱ्यो भने 0 है। तर त्यसै गरी हेरौँ न, इसी छ, सीमा हामीले हेऱ्यो भने कति आयो, 0.5 आएको छ नि। किनभने यो बिचको हामीले माथि क्यालकुलेसन टेबलमा क्यालकुलेट गरेको छ। हेरौँ न, सीदेखि ईको भ्यालु हामीले कति क्यालकुलेट गरेका 0.5, सीदेखि ईको लागि हामीले कति क्यालकुलेट गरेका छ 0.5। सो यो बिचको केसमा जति छ नि यो सबै हामीले यही राख्ने भयो। तर है लास्टको जुन फिक्स छ वा हिन्ज छ त्यहाँबाट भित्रको केसमा, इन्ड पोइन्टको केसमा हामीले के गर्छौँ त, त्यो 1 र 0 युज गर्छौँ। फिक्स छ भने 0, हिन्ज छ भने वा रोलर छ भने हामीले कति गर्छौँ त 1 युज गर्छौँ। सो यहाँ मात्रै हिन्ज छ, त्यही भएर यहाँ मात्रै 1 हुने भयो। अरू सबैको डिस्ट्रिब्युसन फ्याक्टर एज युजुअल हुने भयो। त्यसको 0 हुने भयो, यसको 0 हुने भयो, यसमा 1 हुने भयो।
अब सबैको फिक्सिङ हामीले क्यालकुलेसन गरेका छौँ। यो सब भ्यालु हामीले के गर्छौँ त डिटु राखिदिन्छु, केही गरिदिन्छु। जस्तो त्यस्तै हामीले यो भ्यालु हामीले के गर्ने हो त पुट गरिदिन्छौँ, अरू केही गर्ने होइन। त्यसपछि ब्यालेन्स गर्नको लागि जहिले मैले अघि पनि धेरैचोटि भनिसकेँ 3-4वटा भिडियोमा, ब्यालेन्स जहिले हामीले केलाई गर्ने हो त हिन्जलाई गर्ने हो। किनभने हिन्जले के गर्छ त मोमेन्ट लिँदैन। सो द्याट हामीसँग भएको मोमेन्टलाई के गर्नु पऱ्यो त त्यसलाई 0 बनाउनु पऱ्यो। अब हामीसँग अहिले भएको के हो त हिन्ज सपोर्ट कहाँ छ त डिसीमा छ है, डीदेखि सीमा छ। त्यही भएर हामीले जहिले के गर्नु पऱ्यो त डिसीलाई 0 बनाउनु पऱ्यो। सो 0 बनाउनको लागि हामीले सिम्पली के गर्छौँ त जति हामीसँग मोमेन्ट छ त्यो मोमेन्टलाई है, फेरि भन्दैछु ध्यान दिएर सुन्नु होला, जति हामीसँग मोमेन्ट छ त्यो मोमेन्टलाई हामीले के गर्छौँ त डिस्ट्रिब्युसन जुन फ्याक्टर हाम्रो जुन रहेको छ 1 होइन डिस्ट्रिब्युसन फ्याक्टर, त्यसले हामीले मल्टिप्लाई गर्छौँ है। भनेपछि डिस्ट्रिब्युसन फ्याक्टरले गर्दा 1 भयो। सो 53.33 भयो। त्यसलाई हामीले नेगेटिभ साइनले के गर्छौँ त अप्लाई गर्छौँ। सो यसको नेगेटिभ माइनस 53.33 हो। सो गर्दाखेरि कति आयो त हाम्रो, अब यसको क्यारी ओभर मुभमेन्ट गर्ने बेलामा यो 0 हुने भयो है। अभियसली डिसी हिन्छ त्यही भएर त्यसले मुभमेन्ट लिँदैन, त्यही भएर 0 हुने भयो। अब यो 0 हुनुभन्दा अगाडि यसले के गर्छ त यो जुन ब्यालेन्स जति आयो नि, ब्यालेन्सको लागि जति भ्यालु आयो नि, यो भ्यालुलाई के गर्छ त ब्यालेन्सको भ्यालुलाई यसले हाफ, यसको आफ्नो हाफ डिसी छ भने सिडीमा गएर के गरिदिन्छ त्यसले ट्रान्सफर गरिदिन्छ। डिसी छ है, लेटरलाई चेन्ज गर्छ, डिसी छ भने सिडीमा के गर्नु त यसको हाफ ट्रान्सफर गर्छ साइन चेन्ज गरेर, अनि बल्ल के गर्छ त यो आफू 0 भएर बढ्दिन्छ। त्यसपछि यता तलको हामीले केही बनाउनै पर्दैन, पुरै के हुन्छ त 0 भइदिन्छ है। त्यो चाहिँ बुझ्नु पर्यो। ओके, यति बुझ्नु पर्यो। डिसी हाम्रो हिन्ज सपोर्ट थियो, त्यही भएर हामीले यसलाई ब्यालेन्स गर्यो। ब्यालेन्स गर्दा यो 0 बनायो, तर यो 0 बनाउनुभन्दा अगाडि है ब्यालेन्सको हाफ मोमेन्ट के गर्छ त यसले आफ्नो छिमेकीलाई ट्रान्सफर गर्छ। डिसी छ भने सिडीलाई ट्रान्सफर गर्ने भयो। सो यसको हाफ यो भयो। सो यहाँ ट्रान्सफर भयो, अरू केही गर्दैन। हामीले क्यारी ओभर मुभमेन्टमा के गर्नु पऱ्यो त यसको हाफ यहाँ राख्नु पऱ्यो। अरू यसलाई हामीले केही चलाउन पाइएन अरूहरूलाई, किनभने अहिले हामीले ब्यालेन्स त यसलाई गरिरहेका छौँ नि त है। अब के गर्ने त यो सबैलाई हामीले जोडिदिने हो, सबलाई जोडेर यहाँ लेख्ने, यहाँ लेख्ने, यहाँ लेख्ने, यसरी हामीले टोटल निकाल्छौँ। सो हामी के गर्यो त अब टोटल निकाल्यो। ओके, सो यति कुरा हामीले बुझ्यौँ। अब हामीले के गर्छौँ त यो सबलाई हामी टोटल गरौँ। सो हामीले के गर्यो त हामीसँग आएको सबै भ्यालुलाई हामीले टोटल क्यालकुलेसन गर्छौँ। सो टोटल हाम्रो कति आउने भयो त यो हामीले टोटल क्यालकुलेसन गऱ्यौँ है। अब टोटल गरिसकेपछि हामीले के गर्नु पऱ्यो त ब्यालेन्स गर्नु पऱ्यो। ब्यालेन्स गर्ने बेलामा हामीले अब यसो यतातिर हेर्ने होइन, किनभने यसलाई हामीले 0 बनाइसक्यो, यो 0 भइसक्यो। हामीले ब्यालेन्स गर्ने बेलामा हेर्ने कसलाई एउटा जोइन्टलाई हेर्ने हो क्या खासमा। जस्तै कि है यो जोइन्टलाई हेरौँ त, हामी अहिलेसँग ए जोइन्टलाई हेऱ्यो भने है, यसलाई हेऱ्यो भने एबी र बीएलाई हामीले के गर्नु पऱ्यो त ब्यालेन्स गर्नु पऱ्यो। सो ब्यालेन्स गर्ने बेलामा के गर्ने त हामीले एबी र बीएलाई जोड्ने है। एबी र बीएलाई म यहाँ भन्छु है, सजिलो छ बुझ्नु पऱ्यो, बुझ्यो भने एकछिनमा भइन्छ। एबी र बीलाई हामीले ठ्याक्क जोड्ने, दुईटालाई प्लस जे छ जोडिदिने। जोडेपछि कति भयो त 53 - 26 गर्दाखेरि जति भ्यालु आयो त्यसलाई त्यसको डिस्ट्रिब्युसन फ्याक्टर 0 ले मल्टिप्लाई गरेपछि 0 आउने भयो। किनभने यहाँ 0 हो नि त, यहाँ पनि 0 हो नि त, यहाँ 1 हो नि त। त्यसै गरी फेरि यो दुईटालाई जोड्ने, ए जोइन्टको सँग एबी र बीएलाई जोड्ने, त्यसको डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्ने है। अनि जति आयो त्यसलाई के गर्ने त हामीले साइन चेन्ज गरेर लेखिदिने। सो कति भयो त यो 10.86 आयो है। अब हामी केतिर जाउँ त बी जोइन्टतिर जाउँ। ओके, के भयो त्यसपछि हामीले के गर्छौँ त अब बीको लागि जोइन्टलाई हेरौँ। बी भन्ने जोइन्ट हाम्रो यो हो। बीलाई के गर्ने हो त बीए र बीसीलाई हामीले के गर्नु पऱ्यो जोड्नु पऱ्यो। बीए र बीसीलाई जोड्ने, त्यसको डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्ने अनि यहाँ लेख्ने। फेरि बी यो दुईटालाई जोड्ने, त्यसको डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्ने अनि साइन चेन्ज गरेर यहाँ लेख्ने। दुईटालाई साइन चेन्ज गरेर हामीले लेख्यो। त्यसै गरी सी जोइन्टको लागि हामीसँग यो 3टा जोइन्ट छ, यो 3टालाई जोड्ने, यसको डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गरेर यहाँ लेख्ने साइन चेन्ज गरेर। यो 3टालाई जोड्ने, यसको डिस्ट्रिब्युसन फ्याक्टर 0.5 ले मल्टिप्लाई गर्ने, साइन चेन्ज गरेर लेख्ने। फेरि त्यही कुरा यो 3टालाई जोड्ने,
यसको डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्ने साइन चेन्ज गरेर हामीले ब्यालेन्समा लेख्ने यति काम गर्यो है। अब गर्ने त यसमा पनि हो हैन, तर यहाँ डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्दा 0 आउने भयो, यसमा त हामीले केही गर्नै पर्दैन। सो अब क्यारी ओभर मोमेन्ट गर्ने बेलामा BA लाई के गर्ने त BA को हाफ यता ट्रान्सफर गर्ने, BA जति छ त्यसको लेटरलाई चेन्ज गर्ने, BA छ भने AB मा हाफ ट्रान्सफर गर्ने। अब BC छ भने केमा जाने भयो त अभियसली CB मा जाने भयो। सो यसको हाफ 6.11 को हाफ यहाँ जाने भयो। अब CB को हाफ यता जाने भयो, सो यसमा गयो। अब CE को हाफ कहाँ जान्छ त EC मा जान्छ है। फेरि CE यो जति छ यसको हाफ यहाँ जाने हैन, यसको हाफ यहाँ जाने हैन, लेटर हेर्ने हो। CE छ भने केमा जाने भयो त्यो EC मा जान्छ भनेपछि यो यसको हाफ यहाँ गयो के, अनि EC को हाफ केमा जान्छ त CE मा जान्छ। यहाँ केही छैन त्यही भएर यहाँ जे भयो र 0 हो। यति बुझ्नु पर्यो कुरा। मैले मेटाएर फेरि लेख्छु, केमा जाने हो त CE को हाफ, यो जुन CE छ यसको हाफ EC मा जाने हो क्या, यहाँ केही छैन त्यही भएर यहाँको यो लेटर हेर्ने हो क्या। CE छ भने EC मा जाने हो। अब CD को हाफ केमा जाने हो त DC मा जाने हो, तर त्यसले के भन्छ त म के लिन्न भन्छु, त्यही भएर त्यहाँ जाने कुरै भएन। CD को हाफ त यो खासमा आधा यहाँ जानुपर्ने हो नि त है, DC मा जानुपर्ने ब्यालेन्स गर्ने बेलामा है, तर उसले के भन्छ त म लिन्न भन्छु, त्यही भएर त्यहाँ जाने कुरै भएन। सो हामीले के गर्यो त अब जस्ट हामीले के गर्नु पर्यो त अब फेरि त्यही स्टेपलाई अगाडि बढाउनु पर्यो। सो फेरि हामीले अब यो स्टेपमा जाउँ। सो अब के गर्ने त हामीले यो ब्यालेन्स गर्यो हैन, अनि क्यारी ओभर पनि हामीले निकाल्यो। अब हामीले फेरि त्यसलाई सबलाई ब्यालेन्स गर्नु पर्यो। सेम त्यसै गरी के गरेर जोइन्टलाई जोड्ने, यसको डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्ने लेख्ने, यो तीनटालाई जोड्ने डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्ने लेख्ने, फेरि यता पनि त्यही गर्नु पर्यो। अनि अब क्यारी ओभर मोमेन्ट गर्ने बेलामा यसको हाफ ट्रान्सफर गर्ने, यसमा केही छैन त्यही भएर 0 भयो। यसको हाफ यहाँ गयो, यसको हाफ यहाँ गयो, यसको हाफ यहाँ भयो, यसको हाफ यहाँ है, यो हो त हैन। किन भन्दाखेरि त्यसको जोइन्ट छैन नि त हैन, CE र CD छ, त्यहाँ फरक हुनु पर्यो है, रेस्पेक्टिभमा जोइन्ट जान्छ। त्यसै गरी फेरि यसको हाफ यहाँ ट्रान्सफर गर्यो, त्यसपछि फेरि ब्यालेन्स गर्यो, हामीले ब्यालेन्स गरौँ, यो जोइन्टसँग रिलेटेडलाई जोड्ने, डिस्ट्रिब्युसन फ्याक्टर मल्टिप्लाई गर्ने, फेरि यो दुईटालाई जोड्ने, त्यसको डिस्ट्रिब्युसन फ्याक्टर मल्टिप्लाई गर्ने अनि राख्ने, फेरि यो तीनटालाई जोड्ने, डिस्ट्रिब्युसन फ्याक्टरले मल्टिप्लाई गर्ने र लेख्ने, गरेर कति कति आयो त यो सबै भ्यालु भयो। अब के गर्ने, इन मोमेन्टको लागि हामीले सबैलाई सम गरिदियो है, यहाँ टोटल पछि यहाँको जति भ्यालु छ यो सबलाई सम गरिदिएपछि हाम्रो के आयो त यो सबै भ्यालु आयो। अब यो हिन्ट सपोज छ, हिन्टले मोमेन्ट क्यारी गर्छ, त्यही भएर यसमा के आयो लास्टमा 0 आयो। त्यो पहिला नै हामीले 0 बनाएकै हो। सो अब हामीले के गर्नु पर्यो त बेन्डिङ मोमेन्ट बनाउनु पर्यो। सो बेन्डिङ मोमेन्टको लागि जहाँ जहाँ पोइन्ट लोड छ त्यहाँ के गर्ने त पोइन्ट लोडको लागि WL²/8 गर्ने है, हैन UDL छ भने UDL को लागि यो फर्मुला युज गर्ने। सो कति आयो त W भनेको 10, 8²/8 गर्दा 80 आयो। यो UDL जहाँ जहाँ छ त्यसले हामीले यो सर्कुलर कर्व बनाइदिन्छौँ। अनि जहाँ जहाँ पोइन्ट लोड छ हैन, यहाँ पोइन्ट लोड छ त्यहाँ के गर्छु त PAB/L गर्छु। सो PAB/L गर्दा यति आयो, यो PAB/L गर्दा यति आयो, यहाँको PAB/L गर्दा यति आयो। अब तिनटैको भ्यालु के गर्छौँ हामीले, जति आयो त्यहाँ हामीले यो बनाइदिन्छौँ है, अरू केही गर्दैनौँ। त्यसपछि यति बनाइसकेपछि हाम्रो यो पनि भयो, यति पहिलो स्टेपमा हामीले बनायौँ। अर्को स्टेपमा हाम्रो काम के हुन्छ त, जहिले हामीले यो रुल फलो गर्छौँ क्या, यहाँ माइनस प्लस प्लस माइनस है, माइनस भ्यालु आएको छ लेफ्टबाट राइट हेर्दैछ भने माइनस भ्यालुलाई यो बिम छ भने बिमभन्दा माथि लेख्छु, प्लस भ्यालुलाई तल भनेपछि अहिले हेरौँ त यो कति छ त माइनस भ्यालु छ, त्यही भएर माइनस भ्यालुलाई हामीले के गर्छु त 25 छ हैन, यो माइनस भ्यालु छ भने माथि लेख्छु बिमभन्दा, अहिलेको बिम हाम्रो AB भयो। सो AB भन्दा माथि गयो है। त्यसै गरी हाम्रो 56 के छ त यो प्लस छ, अब राइटबाट हेरिरहेको छ B देखि A मा हेरिरहेको छ, प्लस भ्यालु के हुने गयो यो माथि छ, त्यही भएर यो माथि गयो है, त्यति कुरा बुझ्नु पर्यो। त्यसै गरी B देखि C मा के छ, B देखि C को लागि हेर्यो भने B देखि C को लागि हामीले यता हेरिरहेका छौँ, लेफ्टबाट हेरिरहेका छौँ, लेफ्ट माइनस के छ माथि, सो यो के भयो त यो माथि जाने भयो। यो के छ त प्लस, प्लस के छ यहाँ राइटमा छ त्यही भएर माथि गयो, हामीले यसलाई जोडिदिन्छौँ है। त्यसै गरी 8.6
यो पनि के हो त लेफ्टबाट हेरिरहेको छ माइनस छ त्यही भएर यो माथि गयो यो -60 के छ त यहाँ कुरा आयो हेरौँ त यो के छ त माइनसै भ्यालु भयो है तर यो अर्कोको लागि होइन नि त -60 भनेको यो अर्को भ्यालु यो 49.26 छ हाम्रो त्यही भएर यो 49.26 आयो अब के गर्छौँ हामीले यसरी सबलाई जोड दिन्छौँ एउटा माथिकोलाई अघिको भन्दा जति पनि माथि छ त्यो सबैलाई प्लसमा लेख्छौँ र तलकोलाई सबलाई के गर्छौँ त माइनस हामीले गरिदिन्छौँ यति गरेपछि बेन्डिङ मोमेन्ट पनि सक्यो सो थ्याङ्क्स फर वाचिङ थ्याङ्क यू भेरी मच